नमस्कार आदरणीय दर्शकबिनहरु। आज चाहिँ यस्तो सुन्दर बस्तीमा उपस्थित भइसकेका छु कि यहाँ चाहिँ सुन्दर बस्ती हुनुको कारण चाहिँ यहाँका स्थानीय जनताहरू हुन् अरे। यहाँका स्थानीय जनताहरूले यो बस्तीलाई सुन्दर बनाउन के कस्ता भूमिकाहरू खेलेका छन् आज चाहिँ हामी दुईवटा प्रत्यक्ष व्यक्तिहरूलाई सोध्न गइरहेका छौं। आउनुहोस् हाम्रो प्रत्यक्ष प्रसारणमा। नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो बेरोजगारी खबरमा। तपाईहरु चाहिँ यस्तो सुन्दर ठाउँमा बस्नु भएको छ, सुन्दर मान्छे, सुन्दर लाइफ यहाँ जति भन्न खोजिएको छ त्यो भन्दा नि धेरै यहाँ सुन्दर रहेको छ। जति प्रशंसा गर्छन् त्यो भन्दा नि धेरै सुन्दर रहेको छ। यहाँ चाहिँ यो सुन्दर हुनको कारण चाहिँ के हो हजुर भन्न सक्नुहुन्छ? कारण हजुर हामीलाई त्यतिकै थाहा भएन हैन। हामी यो देशको बारेमा पनि त्यस्तो खोजनीति गर्दैनौँ हामी। हजुर हजुर हामी त यही हो हजुर, यो साँझ यही हो बिहान यही हो, हामी खाएको खायो हजुर। हामीलाई देशका बारेमा सोध्दै नसोध्दा हुन्छ। यो यस्तो घिनलाग्दो चीज खाएर पनि हुन्छ हजुरले? कसले भने यो चीजले तपाईलाई के फाइदा गर्छ त्यो भन्नुस् त। तपाईलाई के परेछ? न यो चीजले राम्रो हुन्न के तपाईले यो चीज देखि त तपाईको यस्तो सुन्नुस् एउटा कुरा सुन। यस्तो सुन्दर बस्ती छ, यस्तो सुन्दर बस्तीमा यस्तो घिनलाग्दा चीजहरु खाएर तपाईले गाउँ किन बिगार्न लाग्नु भएको छ? लाग्दो भए बे यो बेच्छ किन के? यो यस्तो चीज गनाउन चीज यो फालुस, यो काम छैन यो यहाँ यस्तो चीज कस्तो नबुझ्ने तपाईहरु जस्तो कारणले यो गाउँ बिग्रिन गइरहेको छ। तपाईहरुको जस्तो कारणले यस्तो गरेर पनि हुन्छ? तपाई त देशको युवा हुनुभयो, जल्लोबोधे युवा। तपाई भन्नु पत्रकारलाई चिन्नुहुन्न तपाई? बारेमा कुरा गरौँ। युवा देख्नु भएछ यहाँ को छ नि युवा तपाईहरु जस्तो त युवा हुनुहुन्छ रे। हामी जस्तै युवा हो यो खाने। यो खाए पनि गाउँ यति सुन्दर छ तपाईले थाहा हुँदैन। देश चलाउने बुढा पाका हुन्। तपाईले ठुलो कुरा गर्न खोज्नु भएको हैन? ठुलो कुरा गरे हैन, नत्री अहिले दाउराले खानु होला। धेरै ल्याङले निकालम के ताकत निकालम छिलौ पत्रकारको खै के भन्छ नि? खै गोरी